के तपाईले कहिले यस्तो महसुस गर्नुभएको छ? तपाईँ प्रार्थना गर्नुहुन्छ, तर जवाफ आउँदैन? तपाईँ परमेश्वरलाई खोज्नुहुन्छ, तर उहाँ टाढा जस्तो लाग्छ? आजको सन्देश तपाईँका लागि हो, किनकि परमेश्वर टाढा हुनुहुन्न, हामी नै उहाँबाट टाढा भएका हुन्छौँ। आज हामी सिक्नेछौँ परमेश्वरसँगको सम्बन्ध कसरी गहिरो बनाउने। परमेश्वरसँगको सम्बन्ध किन महत्त्वपूर्ण छ? जीवनमा धेरै सम्बन्ध हुन्छन्, परिवार, साथी, प्रेम, तर सबैभन्दा शक्तिशाली सम्बन्ध भनेको परमेश्वरसँगको सम्बन्ध हो। किन? किनकि उहाँ नै हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, उहाँ नै हाम्रो मार्गदर्शक हुनुहुन्छ, उहाँ नै हाम्रो जीवनको उद्देश्य हुनुहुन्छ। जब तपाईँ परमेश्वरसँग नजिक हुनुहुन्छ, तपाईँको जीवनमा शान्ति हुन्छ। जब तपाईँ उहाँबाट टाढा हुनुहुन्छ, भित्र खालीपन हुन्छ। धेरै मानिसहरू पैसा कमाउँछन्, सफलता पाउँछन्, तर अझै भित्र खाली हुन्छन्। किन? किनकि परमेश्वर बिना जीवन पूर्ण हुँदैन। परमेश्वर टाढा हुनुहुन्छ कि हामी? धेरै मानिसहरू भन्छन्, परमेश्वरले मलाई सुन्नुहुन्न। तर सत्य के हो भने परमेश्वर सधैँ नजिक हुनुहुन्छ। समस्या के हो? हामी उहाँसँग समय बिताउँदैनौँ। कल्पना गर्नुहोस्, यदि तपाईँ आफ्नो साथीलाई कहिल्यै फोन गर्नुहुन्न, कहिल्यै भेट्नुहुन्न, के त्यो सम्बन्ध बलियो हुन्छ? हुँदैन। त्यस्तै परमेश्वरसँग पनि समय दिनुपर्छ। सम्बन्ध गहिरो बनाउन 5 शक्तिशाली उपाय। अब हामी जान्नेछौँ परमेश्वरसँगको सम्बन्ध गहिरो बनाउन 5 उपाय। 1. नियमित प्रार्थना। प्रार्थना भनेको केवल शब्द होइन, यो परमेश्वरसँगको संवाद हो। बिहान उठ्दा प्रार्थना गर्नुहोस्, सुत्नुअघि प्रार्थना गर्नुहोस्, मन दुख्दा प्रार्थना गर्नुहोस्। परमेश्वरलाई भन्नुहोस्, प्रभु, म तपाईँलाई चाहन्छु। धेरै मानिसहरू केवल समस्या हुँदा प्रार्थना गर्छन्, तर साँचो सम्बन्ध भनेको हरेक समय उहाँसँग कुरा गर्नु हो। 2. वचन, बाइबल पढ्ने बानी। परमेश्वर हामीसँग कसरी बोल्नुहुन्छ? उहाँको वचन मार्फत। जब तपाईँ वचन पढ्नुहुन्छ, तपाईँले परमेश्वरको आवाज सुन्नुहुन्छ। दिनमा कम्तीमा 10 मिनेट पढ्नुहोस्। पढ्दा बुझ्ने प्रयास गर्नुहोस्, जीवनमा लागू गर्नुहोस्। वचन बिना आध्यात्मिक जीवन कमजोर हुन्छ। 3. विश्वास, फेथ बलियो बनाउनुहोस्। विश्वास भनेको नदेखिएको कुरामा भरोसा गर्नु हो। जब परिस्थिति खराब हुन्छ, जब सबै बन्द हुन्छ, त्यो बेला पनि भन्नुहोस्, प्रभु, म तपाईँमा भरोसा गर्छु। विश्वास बिना परमेश्वरलाई खुसी पार्न सकिँदैन। 4. आज्ञाकारिता, ओबिडियन्स। परमेश्वरले हामीलाई निर्देशन दिनुहुन्छ, तर हामी पालन गर्छौं कि गर्दैनौं? पापबाट टाढा रहनुहोस्, सही बाटो रोज्नुहोस्, सत्य बोल्नुहोस्। आज्ञाकारिता बिना सम्बन्ध कमजोर हुन्छ। 5. परमेश्वरलाई प्राथमिकता दिनुहोस्। आजको संसारमा सबै कुरा महत्त्वपूर्ण लाग्छ, तर प्रश्न यो हो कि परमेश्वर तपाईँको पहिलो प्राथमिकता हुनुहुन्छ? मोबाइलभन्दा पहिले परमेश्वर, कामभन्दा पहिले परमेश्वर, सबैभन्दा पहिले परमेश्वर। जब तपाईँ उहाँलाई पहिलो स्थान दिनुहुन्छ, उहाँले तपाईँको जीवन परिवर्तन गर्नुहुन्छ। वास्तविक जीवन कथा, स्टोरी टेलिङ। एक युवक थियो। उसले जीवनमा सबै पाएको थियो, राम्रो जागिर, पैसा, साथीहरू, तर ऊ भित्रबाट खाली थियो। एक दिन उसले प्रार्थना गर्न सुरु गर्यो। सुरुमा केही महसुस भएन, तर ऊ रोकिने भएन। दिन बित्दै गए। एक दिन उसले शान्ति महसुस गर्यो। त्यो शान्ति पैसाले दिन सकेन, त्यो शान्ति संसारले दिन सकेन, त्यो शान्ति परमेश्वरबाट आयो। आज त्यो युवक बदलिएको छ, किनकि उसले परमेश्वरसँग सम्बन्ध बनायो। किन धेरै मानिसहरू असफल हुन्छन्? धेरै मानिसहरू किन परमेश्वरसँग नजिक हुन सक्दैनन्? आलस्य, ध्यान भङ्ग, पाप, धैर्यको कमी। उनीहरू सुरु गर्छन् तर निरन्तरता राख्दैनन्। याद गर्नुहोस्, सम्बन्ध समय र समर्पणबाट बन्छ। परमेश्वरसँग नजिक हुँदा के हुन्छ? जब तपाईँ परमेश्वरसँग नजिक हुनुहुन्छ, तपाईँको डर हराउँछ, तपाईँलाई शान्ति मिल्छ, तपाईँको जीवनमा दिशा आउँछ, तपाईँ बलियो बन्नुहुन्छ। सबै समस्या हराउँदैन, तर तपाईँ बलियो बन्नुहुन्छ।
आजको चुनौती। आज म तपाईँलाई एउटा चुनौती दिन चाहन्छु। दिबी, 7 दिन लगातार प्रार्थना गर्नुहोस्। 7 दिन वचन पढ्नुहोस्। 7 दिन परमेश्वरसँग समय बिताउनुहोस् र हेर्नुहोस् तपाईँको जीवन कसरी परिवर्तन हुन्छ। निरन्तरताको महत्त्व। धेरै मानिसहरूले प्रार्थना सुरु गर्छन्, वचन पढ्छन्, तर केही दिनमै थाक्छन्। परमेश्वरसँगको सम्बन्ध निरन्तरता बिना बलियो हुँदैन। दिनहुँ छोटो समय भए पनि प्रार्थना गर्नुहोस्। नियमित वचन पढ्नुहोस्। हरेक दिन परमेश्वरसँग संवाद कायम राख्नुहोस्। संसारमा सफल मानिसहरू पनि निरन्तर अभ्यासका कारण बलिया हुन्छन्। त्यसैगरी तपाईँको आध्यात्मिक जीवनमा पनि निरन्तरता अनिवार्य छ। स्मरण गर्नुहोस्, अलिकति हरेक दिन, धेरै समय कहिल्यै नपुगेको भन्दा राम्रो। आत्मसंशोधन, सेल्फ रिफ्लेक्सन। परमेश्वरसँग गहिरो सम्बन्ध बनाउनको लागि हामीले हाम्रो हृदयको अवस्था बुझ्नुपर्छ। के हामी पापमा फँसेका छौँ? के हामीले अरूसँग प्रेम र क्षमा देखाएका छौँ? के हाम्रो सोच परमेश्वरको इच्छा अनुसार छ? प्रत्येक साँझ आफ्नो दिन रिवीक्षा गर्नुहोस्। जुन कुरा तपाईँले ठिक गर्न सक्नुहुन्छ त्यसमा सुधार गर्नुहोस्। आत्मसंशोधनले हाम्रो विश्वास र सम्बन्ध दुवै बलियो बनाउँछ। सेवाको माध्यम, सर्भिस। विश्वास केवल शब्द र प्रार्थनामा सीमित छैन। अरूलाई सेवा गर्नुहोस्, दुखी र पीडितको सहयोग गर्नुहोस्, माया र दया देखाउनुहोस्। जब तपाईँ अरूको जीवनमा प्रकाश ल्याउनुहुन्छ, परमेश्वरसँगको सम्बन्ध अझ गहिरो हुन्छ। येशूको वचन अनुसार, जसले सबैभन्दा सानोलाई सेवा गर्छ, उसले मलाई सेवा गर्छ। आशा कायम राख्नु। जीवनमा धेरै कठिनाइहरू आउँछन्, तर परमेश्वरसँगको सम्बन्धमा आशा हुनु अति आवश्यक छ। समस्या आए पनि हार नमान्नुहोस्। परमेश्वरमा भरोसा राख्नुहोस्। अन्धकारमा पनि उज्यालो खोज्नुहोस्। आशा बिना विश्वास कमजोर हुन्छ, तर आशासहितको विश्वासले तपाईँलाई स्थिरता दिन्छ। प्रार्थनामा उत्तर सुन्नु। धेरैले प्रार्थना गर्दा केवल बोल्छन्, तर परमेश्वरको आवाज सुन्न पनि जरुरी छ। शान्त मन राख्नुस्, ध्यानपूर्वक सुन्नुस्, वचन र प्रेरणामा ध्यान दिनुस्। कहिलेकाहीँ उत्तर तुरुन्त आउँदैन, तर धैर्य र ध्यानले तपाईँको सम्बन्ध बलियो बनाउँछ। प्रेरित हुने साथीहरू, फेथफुल कम्युनिटी। आध्यात्मिक जीवनमा साथीहरूको भूमिका महत्त्वपूर्ण छ। विश्वास र माया देखाउने साथीहरू छान्नुहोस्। सामूहिक प्रार्थना र वचन अध्ययनमा सहभागी हुनुहोस्। सँगै विश्वास अभ्यास गर्नुहोस्। सहयोगी समुदायले तपाईँलाई मजबुत बनाउँछ। जहाँ 2 वा 3 मेरो नाममा भेला हुन्छन्, म त्यहाँ हुन्छु। परमेश्वरसँगको गहिरो सम्बन्धको फल। जब तपाईँ परमेश्वरसँग गहिरो सम्बन्ध बनाउनुहुन्छ, तपाईँले यी फल अनुभव गर्नुहुन्छ। शान्ति, कुनै पनि परिस्थिति भय नहुने। प्रेम, अरूलाई माया गर्ने क्षमता। धैर्य, कठिनाइमा पनि अडिग रहन सक्ने। ज्ञान, सही निर्णय गर्न सक्ने। प्रसन्नता, जीवन सन्तोषजनक र पूर्ण महसुस हुने। परमेश्वरसँगको सम्बन्धले तपाईँलाई केवल आध्यात्मिक शक्ति मात्र दिन्छैन, तर तपाईँको दैनिक जीवन, निर्णय, सम्बन्ध र मानसिक स्वास्थ्यमा पनि परिवर्तन ल्याउँछ। पावरफुल प्रेयर, एन्ड सेक्सन। आउनुहोस् प्रार्थना गरौँ। हे परमेश्वर, आज म तपाईँको अगाडि आउँछु। प्रभु, म तपाईँबाट टाढा भएको छु भने मलाई माफ गर्नुहोस्। मेरो हृदय परिवर्तन गर्नुहोस्। मलाई प्रार्थना गर्ने बानी दिनुहोस्। मलाई तपाईँको वचन प्रेम गर्न सिकाउनुहोस्। प्रभु, मेरो जीवन तपाईँको हातमा छ। आजदेखि म तपाईँलाई पहिलो स्थान दिन्छु। येशूको नाउँमा प्रार्थना गर्दछु। आमेन। यदि यो सन्देश तपाईँको हृदय छोयो भने लाइक गर्नुहोस्, कमेन्टमा लेख्नुहोस्, आई चुज गॉड। लाइट अफ फेथ च्यानल सब्स्क्राइब गर्नुहोस् र यो सन्देश अरूसँग पनि शेयर गर्नुहोस्।